हेलो गाइस, अब चाहिँ हामी स्कुटी सिक्न आँटेको छ। नाना छ यहाँ, म अनि अनमलले चाहिँ सिकाउँछ हो। उता चाहिँ जान आँटेको अनि रोमिला नाना पनि आउँदैछ हो। यता चाहिँ नानालाई म चाहिँ पठाएको, अरूहरू चाहिँ अघि गइसक्यो हो। अनि म चाहिँ नानालाई पठाएको, अनि नाना चाहिँ आउँछ। छिटो आउनु न। अहिले चाहिँ आफै पनि सक्दैछ चलाउन चाहिँ। यहाँ हेर न सबैजनाले लु नौ गाइस यहाँ हामी चाहिँ यति साह्रो कुरिलोले गर्दा बुझिस है यस्तै कुरिलोले गर्दा हो के भन त लु नाना हाल त कुरिलो बक्समा अनि मैले चाबी त भित्र छोड्नु भन्थेन नि त। हामी सिक्नु चाहिँ यति साह्रो टाढो आयो, लास्टमा चाहिँ चाबी चाहिँ यहीँ भित्र टुल बक्समै थुनी पठायो चाबी नै। अनि भाइ ल्याउनु गएको छ। सिममा बसेको चाबी ल्याउनु गइरहेको छ भाइ चाहिँ। कस्तो भइरहेछ यस्तो चाहिँ हामी स्कुटी सिक्ने मान्छेहरू चाहिँ यहाँ कुरिलोले गर्दा नि काम बिग्रेको खासमा स्कुटीको चाबी चाहिँ यहाँभित्र बन्द परेको छ र चाहिँ चाबी नै स्कुटीको चाबी यहीँभित्र थुन्ने हो। त्यो भएर चाहिँ चाबी छोड्ने र चाहिँ यहाँ विश्वास भइरहेछ र भाइ चाहिँ चाबी लिएर आइपुग्यो बिचरा। कति साह्रो भएर चाबी चाहिँ यहाँ छ कि छैन, तर हुनु चाहिँ यहीँ पर्ने हो किनभने अहिले सबै हेऱ्यो नि त। ए यहीँ रहेछ नि त चाबी चाबी चाहिँ यहीँ रहेछ हो। अनि चाबी चाहिँ यहाँ थुन्नेको चाहिँ कारण चाहिँ यो दुइटा यसले गर्दा हो, कुरिलोले गर्दा चाहिँ चाबी चाहिँ यहीँभित्र थुनेको हो। अहिले खोइ चाबी थ्याङ्क यू अनमोल भित्र। नानाले समोसा मगाइदिएको छ नि यहाँ। आज स्कुटी सुक्न आएको र यहाँ समोसा खानु आएको छ त यो। लु नाना स्टार्ट। अब स्टार्ट गर्न फेरि 1 सेकेन्ड प्रार्थना चल्दैछ। 1 सेकेन्ड प्रार्थना चल्दैछ होइन, सक्यो। पुरा नाना चाहिँ अगाडि गइसकिसक्यो। हामी चाहिँ अहिले नै हामी चाहिँ छोडेर कुद्नु त सक्दैन। अब ल अझै हामी सबै निकै टाढा आएको नि त सिक्नु लागि। हामी चाहिँ यहाँबाट आएको। पानी पर्नु थाल्यो। हामी चाहिँ स्कुटी सिक्न आएको हो। लास्टमा चाहिँ गाडीमा घर गयो हुँदैछ पानी परेर। समोसा लिएर पनि खान आँट्यो। पानी परेर बिजोक हो। हामी समोसा खाँदैछ अब चाहिँ। पानी परेर बिजोक भयो नि त। पानी परेर हामी चाहिँ पानी परेर चाहिँ फर्किएको। अब चाहिँ हामी सबैजना घर तरफ। कस्तो बेसी बस्छ यहाँ, यस्तो पानीहरू पर्दा झन् बेसी बस्दो रहेछ करेन्ट।